सबैभन्दा पहिला तपाईसँग मेरो सेयर एप हुनुपर्छ। यदि मेरो सेयर एप छैन भने प्ले स्टोर एप स्टोरमा डाउनलोड गर्न सक्नुहुन्छ। मसँग चाहिँ अलरेडी छ, मैले ओपन गरेँ। सबैभन्दा माथि चाहिँ आफ्नो क्यापिटल राख्ने है, कुनबाट हजुरले डिम्याट बनाउनु भएको छ त्यो राख्ने। अब यहाँनिर युजर नेममा चाहिँ हजुरको डिम्याट आइडी हाल्ने। अब पासवर्डमा चाहिँ हजुरले के पासवर्ड राख्नु भएको छ त्यो राख्ने र लगइन गर्ने। अब यस्तो इन्टरफेस देख्नुहुन्छ तपाईले। अब हजुर कहीँ नगई यहाँ तल हेर्नु होला, एउटा होम, माई सेयर्स, माई आस्बा भन्ने छ। हजुर चाहिँ यो बिचको माई आस्बालाई क्लिक गर्नुस्। अब यहाँनिर विन नेपाल लघुवित्त संस्था भनेर चाहिँ लिमिटेड भनेर त्यसको एफपिओ चाहिँ आएको छ। हजुरले यहाँ एप्लाई देख्नुहुन्छ, त्यहाँ एप्लाई गर्नुस्। यहाँ देख्न सक्नुहुन्छ हजुरले सबै कम्पनीको नाम, एफपिओ। यो चाहिँ इस्यु डेट भनेको चाहिँ अप्रिल 3 देखि क्लोज डेट अप्रिल 8 सम्मको छ। मिनिमम क्वान्टिटी 10 छ, म्याक्सिमम 1000 सबै देखेको हुन्छ। अब यसलाई केही नगरिकन हजुर प्रोसेसमा जानुस्। अब यस्तो इन्टरफेस देख्नुहुन्छ। हजुरहरू कहीँ नगइकन अलरेडी तपाईको सबै यहाँनिर ब्याङ्क खाताहरू सबै आएको हुन्छ नामहरू। अब हजुरले एप्लाई किता भन्ने छ, त्यहाँ गएर हजुरले 10 किता एप्लाई गर्नुस्। 10 किता एप्लाई गर्ने बित्तिकै हजुरले यहाँ तल एमाउन्ट चाहिँ 1000 भनेर अलरेडी आइसकेको छ। अब त्यसलाई के गर्नु परेन। अब हजुरले तल सिआरएन भनेको छ, यसमा चाहिँ अब हजुरले आफ्नो सिआरएन नम्बर राख्नुस् है, जुन चाहिँ हजुरलाई ब्याङ्कले दिएको हुन्छ। ल मैले राखिसकेँ। अब यहाँ तल टिक लाउनुस् अनि अब सबै भयो, एप्लाई गर्नुस्। अब यहाँनिर ट्रान्जेक्सन पिन भन्छ। अब यहाँ हजुरले अब डिम्याट बनाउँदै ट्रान्जेक्सन पिनहरू, आइडी पासवर्डहरू सबै बनाउनु भएको हुन्छ नि, त्यही ट्रान्जेक्सन पिन चाहिँ 4टा नम्बरको हुन्छ, त्यो राख्नुहोस्। अब एप्लाई गर्नुहोस्। सेयर हेज बिन एप्लाइड सक्सेसफुल्ली भनेको छ। अब यो चाहिँ हजुरको एफपिओ चाहिँ एप्लाई भइसक्यो।